यहाँ गुड मर्निङ भनेकै भात खानु हो। भात खानै भनेको यहाँ कति बज्नु हो? 10 बज्नु हो। हिजो उहाँ बेलुकीको 5 बजे खाना खाएर आएको हामी त्यो तल सिधै आउँदाखेरि 1 बजे थियो। यहाँ 1 बजे चाहिँ अब उठेर चाहिँ भात खाने अनि बल्ल दृश्य हेर्ने भन्ने कुरो चाहिँ हो। हामी ओडाले चाहिँ घरमा छौँ। यहाँ चाहिँ ओडा चाहिँ घर रहेछ अनि हामी यहाँ साइकोमा छौँ। अब खाना खाने हिजो तल कति 5 बजे हो कि कति बजे खाएर आएको त्यो भएर चाहिँ हेर्नै लु बाटो त आयो त त्यो त सजिलै हो त्यहाँबाट सकिन्छ। सरी गाइजहरू सरी है। एडभेन्चर यस्तो बाटोमा चाहिँ देखाउन सकिएन किन सकेन भने पानी ठुलो परेको थियो। पानी ठुलो परिसकेपछि चाहिँ गोप्रो सोप्रो भिज्छ भनेर सबै प्याक गरेर झोलामा हालिसकेको थिएँ मैले। लास्टमा त तल आउँदाखेरि चाहिँ पानी आएन। अझै 4जना केटाहरू आइपुगेकै छैन। अनि खोलामा आएर बसेछौँ। अनि मैले यहाँ आएर बल्ल गोप्रो फिट गरेँ। तर अब खोला चाहिँ यत्रो छ, यो खोलामा चाहिँ जाने कसरी भन्ने कुरा चाहिँ हो। हिजो बेलुकी आउँदा यसको आधा थियो, आधा डबल भइसकेको थियो पानी परेर। सो त्यही भएर चाहिँ अब हामी यहाँबाट कसरी जान सकिन्छ भन्ने कुरा हो। यो भाइ छिरिसक्यो। भाइ छिरिसक्दाखेरि चाहिँ उसले चाहिँ नसकेर चाहिँ फिता आएको छ। हामी 4जना चाहिँ अहिले अगाडि आइसक्यो। पानी घरि पानी पर्ला जस्तो छ, घरि के गर्छ खास हामी माथि गुर्जामा गएर फोटोसोटो खिच्न पनि पाइएन किनभने बिहानै पानी पऱ्यो। भात खाने बित्तिकै पानी पर्नु सुरु भयो नि त, के भएर चाहिँ केही गर्नु पनि पाइएन। यो बाटो खतरा थियो माथिको, तर के हामी गोप्रो उस गरिसकेको। अनि बाइक पनि स्टार्ट नभइदिएर म स्टार्ट गरेर अगाडि आइहालेँ। तनाव छ यार, बाटो डेन्जरै छ। यतिको बाटोमा पनि आज चलाउन सक्ने भइए रहेछ भन्ने चाहिँ थाहा हो। बोलाउन म एकदमै हाम्रो एउटा भाइ छ, एक भाइ छ। यो भाइ सायद धेरैचोटि लगिसक्यो यो मोटे चाहिँ। यो जस्तै थियो म कहीँ जानु पऱ्यो कि पहिला त बाइक गुल्टाइदिइहाल्यो, यो त सायद लोड्न पनि कति लोड्यो होला कि कम गरेर साथै नै थियो। अझै 4जना कता गएर किन आएन। पर्विन भाइको फेरि मोटा टायर छ। फेरि यसको गुल्टिनुको रिजन पनि यो मोटा टायरमा भएर चाहिँ गुल्टियो। यो गाइस दादाहरूको हाल यस्तो छ। यो लकडाउनको हाल यस्तो भएको छ। गाह्रो छ है लकडाउन। अच्छा अनि अस्ति एकचोटि हो उयो गाह्रो हुन्छ किन यार। उयो
यो ल हुन्छ दाइ यहाँ आएर फिल गर्नु मजा गर्नुको कुरा चाहिँ फरक हो यस्तो पानी परिरहेछ झन् यार जुरुक्कै घुमाइदिइरहेछ कोलाले बाइक सक्दैन केटाहरूले भिराजै आउनुपर्छ बिराज अगाडि आएर सबको बाइक सारेर थाकिसक्यो अझै 3 जना आउँदै बाँकी छ परविनको लास्टै उस भयो जस्तो लाग्यो मलाई यार परविन भाइको उस भयो जस्तो लाग्यो मलाई स्लिप खाए जस्तो लाग्यो टायरले एकदम तर यो मोटे त आएको हो तर मोटेको जस पछाडि ग्रिप चाहिँ थियो परविनले धेरै खायो होला लाडोमा बाइक भने मुजी मोटेलाई बगाउन लागिरहेछ त्यही छ ढाडे म कट्न सकेँ थिएँ त्यो खोलामा ओ मोटे जुत्ता नडुबाइन गयो यार गयो के झन् बाइक उचाल्दैन हो के चढ्देऊ हरामी रहेछ यार झन् बाइक उचाल्दैन यहाँ मेरो बाइकै स्टार्ट भएन यार सब पारी गयो मै हो लास्टमा बाइक स्टार्ट हुनु अनि ल चिसो भएर हैरान भयो क्या
हो यो त खस्दैन बाबु आउन छिटो फकमा साला हट एकछिन स्टार्टमै राख बाबु अहिले ब्याट्री डाउन हुन्छ फेरि यसको यतातिर पनि मान्छेहरू कता जानला हो त नि कता जान लाउनु भएको तपाईँहरू कता गराउनु भएको त मान्छे त हिँडिहाल्छ नि जस्तो बाटोमा भए पनि तर यस्तो जङ्गलमा यसो मान्छे भेट्दा चाहिँ अचम्म लाउने तर उहाँहरूको त बाटो हिँड्ने नै यही हो नि त हामी पो फर्स्ट टाइम आएको भएर नयाँ लगाएको मान्छे देख्दाखेरि तर यस्तो जङ्गलमा मान्छे कसरी भने जस्तो त हुन्छ तर चाहिँ सिन त है बवाल छ यार हिमालमा हिउँ डेन्जर परेको छ क्या यस्तो हिउँ खसिरहेको छ झ्याप्प लगाएर वहाँ तलदेखि टनै आउने वहाँ तलबाट आउँदैन कताबाट आउनुपर्छ यहाँ बाटो खायो केटाहरू त वहीँ तल समातिन त यो स्टार्ट बन्द भयो भने फेरि मेरो स्टार्ट हुन्न कि त्यही भएर ल ल लास्ट हेल्प गरेर मजाएर उहाँ रहेछ
म यहाँबाट माथि जा थाहा छैन जलजला जाने भनेको के अरे ल ल ल यो माथि पास गरौँ हो र ल जान्छ होला अब त म त्यहाँ राखेर आउँछु है ल बल्ल नाइस वान खाइयो नि त केटा आएछ यो त अहिले डेन्जर हेल्प गर्नुभयो सर हिजो पनि तल हामी फस्ने बेलामा हेल्प गर्नुभएको आज पनि हामीले चाहिँ हिजो हाम्रो यो भाइहरूले चाहिँ डेन्जर हेल्प गरेको थियो बेनीबाट आउने बेलामा अनि हामीलाई चाहिँ हाम्रो एउटा मोटे भाइ चाहिँ एकदम गाह्रो भइरहेको थियो अनि उहाँहरूले चाहिँ एकदम रेस्क्यु गरेर चाहिँ यहाँ तलसम्म गुर्जासम्म ल्याइदिनु भयो भनौँ न हाम्रो सामानहरू पनि गाडीमा राखिदिनु भएको थियो अनि ठ्याक्क चाहिँ यहाँ आउँदाखेरि चाहिँ बाटो यस्तो भएर चाहिँ क्या उहाँ आएको लगभग 5 घन्टा भयो अरे म आएको लगभग 1.5 घन्टा भयो त्यस पछाडि भर्खर केटाहरू आयो भर्खर केटाहरू चाहिँ यहाँ आइपुग्यो गर्दाखेरि चाहिँ अब यहाँ छौँ 20-25 जना केटाहरू छौँ 20-25 जना केटाहरू चाहिँ ढकालेर अनि यहाँ मिलाउने भन्ने कुरा छ सिनेर पनि माथि यस्तो छ यार यो चिजहरू मिस गरेर आइयो केला दिने र बाउ गाडी आयो कस्तो पागल जस्तो रहेछ तान्चो अरे के कहाँ सकिन्छ त्यसले तानेर नि कि त्यसले तान्ने पछाडिबाट घुचार्ने गर्दै हो न लेन्थै नहेरिकन यतिकै हालेर कहाँ हुन्छ ले बरु यहाँसम्म त हुँदैन क्या छोडिदिनु भयो गाडी पनि कहाँ आएको छ पेल्ने भन्ने कुरा भइरहेछ हुँदैन क्या दाइ त्यो रोक्नु लगाउनु त यत्रो आइसकेको छ यार ओ हेर त गाडी एकचोटि धकालौँ न एकचोटि सबैले धकालौँ के एक लट धकालौँ क्या आउनु एक लट ट्राई गरौँ कि उसलाई त्यो भन्न लगाउनु त त्यो छोड्दै भयो भने हाम्रो हिजो चाहिँ ठ्याक्क उहाँको ग्यारेजमा हामी के अरे दरबाङमा बसेको अनि त्यहाँ बसेर बाइक बनाउँदै थियो अनि गुर्जा जाने भन्ने कुरा भइरहेको थियो अनि ठ्याक्क उहाँहरू पनि गाडीमा आउनु भयो रहेछ हामी त बाइकमा होला भनेको अनि हाम्रो तेल भ्याइएको उहाँहरूको गाडी फँसै गरेर जस उहाँहरूबाट हामीलाई धेरै ठुलो हेल्प भयो यो गुण चाहिँ हामी बिर्सिन्नौँ दाइ जस पोखरातिर आउँदा चाहिँ सोरुममा छिर्नु होला त्यही हो अब
हतारमा त्यही भएर चाहिँ अब रन्किहाल्यो। ल ठ्याक्क मेसो मिल्यो। ल एकदम धेरै धेरै धन्यवाद सबैजनालाई है त। ल फेरि पोखरातिर आउँदा भेटौँला है त। ल ल थ्याङ्क यू है त। ल दाइ ल लाग्यो है। ल यस्तो हो क्या अब जसले आफूलाई राम्रो गर्छ नि ऊ मान्छेलाई पनि गर्नुपर्छ क्या। जस्तो उहाँले हिजो हामीलाई सपोर्ट गर्नुभएको थियो नि त, अनि गाडीको बत्ती बालिदिएर उहाँसम्म पुऱ्याइदिनु भयो। अनि त्यही हिसाबले चाहिँ अनि मैले फेरि उहाँलाई अघि गाडी तान्नेमा चाहिँ मद्दत गर्नुपर्छ भन्ने केटालाई अनि गरियो। अनि 2 चोटिसम्म 2 लिटर तेल पाउनु भनेको पनि यस्तो ठाउँमा आएर नटोजोक एकदम धेरै राम्रो मान्छेहरू भेट्यो। म्याग्दीतिरको मान्छेहरू एकदम हम्बल हुन्छ क्या। अनि जहाँ गए पनि एकदम हम्बल चाहिँ हुन्छ। त्यो भएर चाहिँ खुसी लाग्छ मलाई। म्याग्दीको मान्छे चाहिँ एकदम मनपर्छ अरू ठाउँको भन्दा। सो त्यही भएर चाहिँ हाम्रो सबभन्दा फेरि प्रोफेसनल राइडर उहाँ नै हो। उहाँले नै खानुपर्छ धेरै तेल। अब के गर्ने अब यो राख्ने हो। अब अर्को प्रोफेसनल राइडर फेरि तेल छैन उहाँ भिडियो किन्न जानु पर्यो अरे फेरि। कहाँ ल जानु सर जानुहोस्। गाइजहरू हामी चाहिँ पेट्रोल भएर भर्खर पेट्रोल हालेर हाम्रो चाहिँ के छ हौ सर आमा गुर्जा भनेको चाहिँ यस्तो हुँदो रहेछ। के छ भाइ? ल उहाँहरूले चाहिँ तेल दिनु भयो 2 लिटर यार। यसरी राइड आउनुहुन्छ नि एकदम त्यो ग्यारेजको सामानहरू अनि एउटा यस्तो अलिकति जान्ने मिस्त्री चाहिँ लिएर आउनुपर्छ, किनभने एकदम दुःख पाइनेवाला छ। सिन हेरौँ न बबाल ढक्क है। सानो मिस्टेक माइनर सानो कुरा हुन्छ, त्यसले गर्दाखेरि चाहिँ एकदम दुःख पाइन्छ। जो जति पनि आउनुहुन्छ नि त्यो चाहिँ गर्नु होला। मेरोमा पनि छ चलपचल। ल गाइस लगेर हामी त यस्तो जुगाड बाजी गरेर आयो। मोटेको ब्यागले बढी तेल खायो। के गर्ने सक्यो क्या अब तिमीलाई यति झिक्यो नि मोटेलाई अब बाटा अब खस लाग्यो। अलपत्र भरै पर्छ अब 12 बजेर 11 मिनट भयो। हामी बल्ल दरबाङ आइपुग्यौँ। उसलाई रिस उठिसकेछ। अब त म बस्दै बस्नु पर्छ। सबलाई रिस छ के मैले वही मान्छे भनेको मेरो आफै स्टार हुनु अपुग्नु भएर ओह्रालो भएर आफै झ्याट स्टार भएको यो अहिले नि मैले ओह्रालो ल्याएँ अनि झ्याम स्टार पनि त्यो डिप्रेसन भन्नुभन्दा अगाडि होटेलको मान्छे सुतेर नि उठिसक्नु भयो। बल्ल हामी आइपुग्यौँ। ल हामी आइपुग्यौँ है, दरबाङ आइपुग्यौँ। ल हामी अहिले दरबाङमा छौँ है। हामीलाई भाइहरूले एकदम धेरै हेल्प गरेछन् आज। हाम्रो 2 जना भाइ भाउहरूको नाम के अरे? नाम त सोध्नु बिर्सेको। तिम्रो नाम के अरे? विनोद। तिम्रो? सोम होइन। हाम्रो केटाहरू यता छन्। अर्को डनहरू फेरि यताकोहरू। हाम्रो लगभग यहाँ 2 बजे होला। हामी हिँडेको दिनदेखि नै हामीलाई पनि दुःख, होटेलमा पनि दुःख, सबैलाई दुःख भएको छ। अस्ति पनि उहाँ जाँदा पनि त्यही, हिजो पनि त्यही। हिजो त भोकै सुतेको, आज पनि त्यही गर्दाखेरि त्यस्तै छ। अब भात खाने सुत्ने फेरि बिहान उठ्ने, जिन्दगी यसरी चलिरहेछ। 8वटै आउँदैछ त, अझै आउँदैछ। हजुर
यो फायर बाइक यो 4वटा भनेको छ नि हामी 4वटा होइन नि सर हामी 8वटा छौँ त्यो चाहिँ नम्बर प्लेट खसेर हो क्या सर हामी डोल उसबाट आइरह हो उहाँ चाहिँ होइन हाम्रो टिममा होइन सर लस जानु सर अर्को बाइक रहेछ हामी 8 जना हो 4 जनाको ग्रुप छ र हामी चाहिँ 8 जना आइरहेको छौँ फेरि 8 जना ग्रुप हो यस्तो गरिदिनु न हाम्रो फेरि पछाडि आउँदैछ कतिजना आउँदै हुनुहुन्छ अझै 4 जना आउँदैछ के त्यहाँ बाइक हजुरको यो 8 जना एउटै ग्रुपमा आउनु भएको कि एउटै ग्रुपमा आएको नि एउटै ग्रुप होइन होइन त्यस्तो होइन हामी त एउटै ग्रुपमा हिँडिरहेको हाम्रो यो डकुमेन्ट पनि छ कि सर सोरुमबाटै हो हामी त्यो ठिक छ अगाडि फेरि अहिले फेरि हाम्रो 4 जना रोकिदिनु होला भनेर कि फेरि जाउँ हुन्छ नि त त्यहाँ बाइक बिग्रेर बनाउँदैछ के 8 जनाको हो यो हजुर 8 जनाको छ क्या हाम्रो डकुमेन्ट अब पुग्नु पर्ने सरहरु हामी पोखरा हाम्रो सोरुम चाहिँ पोखरा हो ल हुन्छ ल हस् ल धन्यवाद सर ल हस् बिस्तारै जानु हस् हुन्छ ल ल ढकालेर हान्नु न कसले सुरागी हान्दैछ कि उताबाट 4वटा बाइक भनेछ हुन त हामी यस्तो हो नि त 8 जना हो अब एकैचोटि लाइनमा चाहिँ आएको छैन त्यो भएर चाहिँ सुरागी हानिदिएको छ क्या कसले अब तातो पानीबाट सुरागी लगाइदिएछ क्या त्यो कसले होइन पुलिसले नै हो किनभने पुलिसलाई फोन गरेर दाइ भनेपछि उता तातो पानीको पुलिसले हान्दैछ किनभने हामी त्यहाँ लुइङ ग्लासहरू बनाउँदै थियो डिबीहरू हाल्दै थियो अनि त्यस्तो अब डोल्पा गएको उता के भन्छ के अरे गुर्जाखानी गएर होइन अब अफरोडमा चाहिँ के हुन्छ भने यो लुइङ ग्लासले चाहिँ अब लड्यो भने चोट लाग्छ क्या भाँचिन्छ अनि हामीलाई पनि चोट लाग्छ त्यो भएर चाहिँ हामीले चाहिँ झिकालेको थियो अनि त्यहाँ आएर चाहिँ अब अफरोडमा माथि गाउँतिर झिकाल्यो अनि त्यहाँ आएर चाहिँ हालेको थियो कुन चाहिँ दुम्बाले होइन कुन पुलिसहरू पनि आफैले वहीँ चेकिङ गर्दै भइहाल्यो त होइन र पुलिसहरू पनि कस्तो होइन ठिक छ अब चेकिङ गर्नु त पाइयो तर यसरी सुरागी हान्दिने मान्छे त वहीँ समातिदिएको भए त हामी आनन्दै हुन्थ्यो त वहीँ हामीले क्लिफाई गरेर आइहाल्थ्यो होइन यस्तो भनेर आइहाल्थ्यो अब के भन्ने अब सकिँदैन के सकिँदैन सकिँदैन पुलिसहरूसँग नेपाली पुलिसहरूसँग अब नहुने सुरागी लगाइदिएर यार कसो छोडिदियो यार कुन चाहिँ भनेको हाम्रै टिमलाई हो सुरागी हानिदिएको चाहिँ तातो पानीबाट हानिदियो कि उता दरबाङबाट हानिदियो भन्ने कुरा चाहिँ थाहा भएन किनभने दरबाङमा पनि पुलिसले हामीलाई देखेको थियो तातो पानीमा पनि देखेको थियो अनि त्यो भएर चाहिँ कुन चाहिँबाट हान्यो भन्ने कुरा चाहिँ हो क्या अनि त्यो भएर चाहिँ पुलिसहरू अटोमेटिकली नै आफै आइदियो अरे कहाँ हो तपाईँहरू त्यहाँ चेकिङ छ उताबाट हामीले सुरागी हान्दैछ मामा डिबी हालेर आउनु उता यहाँ उताको पुलिसले सुरागी लगाइरहेछ यहाँ अनि यस्तो भनेर मैले कुरा मिलाएर आएको छु मेरो आज 4वटा बाइक आउँदैछ त्यसलाई छोडिदिएर ऱ्याप्टर सोरुमबाट भन्नु चाहिँ भन्नु त डिबी चाहिँ हालेर आउनु त्यो भाइलाई रोकेर यस्तो भएको अनि यता गराएको भन्नु ऱ्याप्टरबाट अघि अगाडि गएको छ भन्नु है त्यहाँ चेकिङमा स्योर रोक्छ त्यहाँ बाटोमै कुरेर बस्यो ल हामी आयो पेट्रोल पम्पमा पारी जा भनेको नि तपाईँले ल टक्क अहिले चाहिँ हामी म होटेलमा छौँ सबिन होटेलमा टक्क माछा खाना खाने भनेर यहाँ रोकेको
ठ्याक्क दाइ चाहिँ अमोट होटलको दाइ चाहिँ मेरो बिग फ्यान अरे अनि मेरो भ्लग लगाएर हेरेर बसिरहनु भएको मेरो नि यत्तिकै चलिरहेछ जेस पहिला होइन मैले चाहिँ अहिले चाहिँ धेरै रिग्रेट हुन्छ मैले यस्तो राम्रोसँग ग्रो भइरहेको थियो अनि बिचमा गएर 1 वर्ष जस्तै ग्याप गरिदिएँ अनि अब चाहिँ कन्टिन्यू जान्छु भन्ने हिसाबले चाहिँ भ्लग स्टार्ट गरिरहेको छु फेरि अब चाहिँ कन्टिन्यू गर्नु नै पर्छ भन्ने लागिरहेको छ मलाई पनि धेरैजनाको गाडी खाएन त्यति बेला टक्क डलर आउँथ्यो हल्का अब भनौँ न पोखरामा नाम चल्दैन हुन्थ्यो खपरा अब सबै कुरा एकैचोटि गर्न सकिन्न अब बाध्यता हुन्छ आफ्नो परिस्थिति हुन्छ धेरै कुरा हुन्छ अब गर्छु भन्दाखेरि परिचय हुँदैन सो त्यही भएर चाहिँ अब चाहिँ कन्टिन्यू गरौँ भन्ने मेरो पनि चाहना छ त्यसलाई कहाँसम्म रफ्तारमा लान सक्छु त्यो चाहिँ हेरौँ यति छ एउटा खुसी चाहिँ के लाग्यो भने त्यसरी भ्लग पनि मेरो हेर्नु हुँदो रहेछ कि त्यो चाहिँ खुसी चाहिँ लाग्यो सधैँ एक छाक भात खाएर हिँडिरहेको छौँ हामी अब अहिले चाहिँ कति 6:30 हुन लाग्यो त्यो चाहिँ हाम्रो दिल्लीको घरकै खाना हो बाफ उडेर हो दामी ओ सर ओ हेलो बिस्तारै खाऊँ न कतिचोटि तपाईँको र अब हाम्रो खाना है बोर्डमा छौँ हामी है तपाईँहरूलाई मिठो माछा खान परेमा बनाउनु त ल ऱ्याप्टर सोरुमबाट भनिदिनु यहाँ अम्बोर खाना खाएर निस्क्यौँ होइन अब हामी चाहिँ के हुन्छ भने अब ढिला भइसक्यो सो त्यो भएर चाहिँ सबै आफ्नो बाटो चाहिँ आफ्नो घर जाने अनि भोलि चाहिँ भेट हुने भन्ने कुरो छ अब यहाँ हेरौँ को फर्स्ट को लास्ट भन्ने कुरा चाहिँ यहाँ खेल्छन् केटाहरू ल बाबु है उतातिर आउँदा भेटौँ ल